हुर्काई बसाई काठमाडौँमा सेम साल जन्मे रहेछौँ सोभिताजी र म हामी 52 सालकोमा जन्मेको 2019 सालमा चाहिँ मिस नेपालको उपाधि जितेर नेपाललाई विश्व सामु चिनाउन चाहिँ सफल भएको थिएँ आफू पनि पढेको म अस्ट्रेलिया 5 वर्ष अस्ट्रेलियामा पढेर काम गरेर होइन स्वदेशमै केही गर्नुपर्छ भनेर अब त फर्केको पनि 5.5 वर्ष 6.5 वर्ष झन्डै 7 वर्ष नागिसक्यो र अहिले चाहिँ हाम्रो नेपाली मौलिक मिठाईको व्यापार गर्छु पुस्तकारी गुटपाक बनाएर विश्व सामु चाहिँ नेपालको स्वाद चखाउनुपर्छ भन्ने सानो उद्यममा लागेको छु यो गरी आउँदाखेरि किन चाहिँ यस्तो मिस नेपाल व्यक्तिले अस्ट्रेलिया पढेर बैंकमा काम गरेको रे अस्ट्रेलियामा फर्केर यहाँ के गर्दैछिन् त अहिले भनेर सोच्नुहुन्छ भनेदेखि भदौको त्यो दिन हामी पनि यो त अति भयो भनेर त्यहाँ हिँड्दै गएको थिएँ बानेश्वर चोकबाट फर्किआउँदाखेरि भिडियोहरू हेर्दाखेरि पत्याएर लागेन यो हुनै सक्दैन यो एआई हो भनेर भनियो कसरी हुन्छ टाउकोमा गोली कसरी हानिन्छ हातमा बाबुले अहिले पनि मस्तिष्क बोकेर रगताम्मै भएर नगर भनेको हजुरको अहिले पनि याद आउँछ स्क्रोल गर्दा मात्रै होइन कि मनभित्रै काबेर चाहिँ राखेछौँ हामीले सो अब चाहिँ समाधानको पार्ट हुनुपर्छ हामीले कसरी हुन्छ आफ्नो ठाउँबाट सबै चिज गर्नुपर्छ हामीले नै गर्नुपर्छ भनेर अघि सरेको हुँ समस्या धेरै छन् सम्भावना पनि धेरै छन् तर सबैभन्दा अहिले चाहिँ निराशा देख्छु धेरै निराशा देख्छु जति गरे नि भएन जे गरे नि भएन के भएको त घरमा कोही पनि छैन र म छु अहिले आमा बुवासँग होला तर धेरैको अहिले तपाईहरुको बच्चाहरु सायद त्यता हुनुहुन्न होला कति इच्छा र रोजाइले जानु भएको होला ठीक सिप सिकेर फिर्ता आउनला तर धेरै बाध्यताले जानु भएको रोजगारी छैन अवसर छैन बजार पनि छैन गरौँ भनेदेखि यहाँ त पर्यटनको कृषिको यत्रो धेरै सम्भावना भएको ठाउँमा बजार पनि त चाहियो नि त ल फ्री ट्रेनिङ भनेर ताली पिटेर भएन त्यसको साच्चीकै नै समाधान दिनु पर्यो भनेर अघि सरेका छौं र बाहिरबाट हेर्दाखेरि नेपालमा त के हुन्न भनेर हुँदैन हुन्छ हामीले नै गरेर हुन्छ भनेर त्यो सम्भावनाको एउटा सानो झिनो मसिनो लाइट देखेर चाहिँ अझ हामी अगाडि सरेको छौं र त्यसमा झन् हामी त अब 30 वर्ष भर्खर छु युवा भन्न मिल्ला है अहिलेसम्म चाहिँ हामीले यसरी नै युवा महिला नेता देखेर हामी प्रेरित हुन्छौं सफा इमानदार नेता जसले चाहिँ आफ्नो ठाउँ बुझेर एकदमै कन्फिडेन्सका साथ आफ्नो कुरा अघि सार्न सकोस् यहाँको समस्या छ यहाँ आएको एक दिन पनि नबितिसक्दाखेरि यहाँका कृषिको कुराहरू धेरै नै सुनियो हैन वनजन्तुसँग कसरी मिलेर बस्नुपर्छ ठीक छ त के कसरी चाहिँ हामीलाई